तपाईहरु किन यसरी जंगलमा चढ्नु भएको? साथीहरु यस्तो भिरालो ठाउँमा हामीले यसरी खोज्नुपर्छ कटुस। म तपाईहरुलाई देखाउँछु। यो कटुस भनेको हामी त कटुस टिप्न जानको लागि तयार भइसक्यो, तर यहाँ भाइलाई चाहिँ घरमा एक्लै हामीले छोडिराख्दैछौँ। अनि ऊ चाहिँ यहाँ डेरीमा बिचारा काम गर्दैछ, कति धेरै काम गर्छ एक्लै। अनि आजको मौसम चाहिँ अत्यन्तै राम्रो छ, घामहरू लागेर हामी कटुस टिप्न जाँदैछौँ। अनि यो पारीतिर देखिएको डाँडाहरू कस्तो राम्रो छ। आज चाहिँ मौसम पनि खुल्ला भइरहेको छ साथीहरू। हाम्रो गाउँको अत्यन्तै पौरखी अङ्कल हुनुहुन्छ, घाँसमा जाँदै हुनुहुन्छ उहाँ चाहिँ। अनि उहाँको घर यहाँ तल छ, जङ्गलदेखि अलिक तल घाँसमा जाँदै हुनुहुँदो रहेछ एक्लै। लाग्दैन पनि त्यस्तै छ। अनि सास पनि बढिरहेको छ, हिँड्ने बानी हरायो नि त, त्यही भएर हामी जानुपर्ने त धेरै माथि हो, तर आज मुस्किल होला जस्तो छ। त्यो अस्तिको पहिरोले यस्तो बनाएको छ साथीहरू। तो अब चाहिँ हामी तेर्सो लाग्दैछौँ साथीहरू। यहाँ परबाट आएको साथीहरू। अनि यो बाटो हुँदै हामी यहाँ जाँदैछौँ। गाह्रो भइरहेको छ उकालो निस्किनलाई। हाम्रो आन्टीहरू कटुस खोजेर, आन्टीहरूले कटुस अगाडि नै आएर खोजेर पनि यहाँ दिइसक्नुभयो। भेला भइसकेका छौँ। हाम्रो मम्मीहरू चाहिँ यहाँ कटुस खाँदै हुनुहुन्छ। साथीहरू कटुस खोज्न कहाँ त्यस्तो सजिलो हुन्छ र यहाँ हामी कति खोजिरहेको छौँ। चाहिँ फुटेर झरेर चाहिँ तल दाना झरेको हुँदो रहेछ, यसमा चाहिँ कतै कतै रहेको हुन्छ दानाहरू। अनि हामी यहाँ चाहिँ खोजिरहेको छौँ। अनि यसरी खोजेर खाँदाखेरि चाहिँ अत्यन्तै मिठो हुन्छ है। यो भिरको ठाउँहरूबाट खोजेर लाँदाखेरि चाहिँ बोटहरू त ठुल्ठुलो छन्, यहाँ माथि कटुसको यति ठुल्ठुलो छ। अनि यहाँ भुइँभरि दानाहरू झरेको हुँदो रहेछ। हामीले साथीहरू यस्तो भिरालो ठाउँमा हामीले यसरी खोज्नुपर्छ कटुस। म तपाईँहरूलाई देखाउँछु। यो कटुस भनेको यसरी खोजिन्छ, यतातिर नै झरेको रहेछ। अलिअलि यतातिर हल्का भेटिँदैछ है, तपाईँहरूले हेर्न सक्नुहुनेछ है। कटुस भनेको यसरी खोज्ने हो। हातहरू घोचेर यस्तो भिरालो ठाउँतिर खोज्नुपर्छ भने नि मान्छे भइसकेपछि के खानु पर्दो रहेछ साथीहरू। हामी चाहिँ अब खाजा खाने क्रममा छौँ। अब यस्तै बाटोमा बसेर अब हामी खाजा खान लागिरहेका छौँ। रुख हेऱ्यौ अनि तल फेदमा चाहिँ खोज्नु पस्यो। अब यस्तै छ साथीहरू, यहाँ तल खोज्दै हुनुहुन्छ हो र। तपाईहरु किन यसरी जंगलमा चढ्नु भएको? साथीहरू हामी चाहिँ अब अन्तिम चरणमा आइसक्यौं। कटुसहरु खोजेर पनि अब घर फर्किन्न चाहिँ लागिसक्यौं है साथीहरू।